लो हाई साथीभाइ हो हाम्रो चाहिँ अब बेलुकाको ड्युटी सुरु भयो हैन नानी सिकाउने छोरा सिकाउने उसको मम्मीले चाहिँ सिकाइदिँदैछ यति बेला चाहिँ मानिरहेको छ कोही बेला मान्छ सिकाउनु कोही बेला चाहिँ मान्दैन क्या रुएर उनलाई छोडिदिनुपर्छ भुलाउनुपर्छ अनि इन्कम्प्लिट हुन्छ सिकाइ अहिले चाहिँ मानिराखेको छ मानेको बेलामा चाहिँ मजाले सिकाउनुपर्छ यता कस्तो उयो भयो हालत साह्रो पर्न थाल्यो भिडियो गरिदिएको तिमीले पिसाब कति गरेछ पिसाब गरेको खाएको है बोल्छ त इचु बाबालाई यचु गरेर यहाँ लाउनु पर्यो नि त है यहाँ लाएर चाहिँ अन्त नानी सिक्नु चाहिँ मलाई केही आइडिया थिएन तर आफ्नो नानी भएपछि चाहिँ अब सिक्नु करै लाग्दो रहेछ हैन अनि मैले सिकेँ पनि हैन अनि आफ्नै नानीलाई फर्स्ट टाइम सिकेको मैले चाहिँ यसरी अनि 1 मन्थहरु जस्तो चाहिँ मेरो भाउजूले सिकिदिनु भयो नानी पनि सानै थियो त्यति बेला हो त्यहाँदेखिको उता चाहिँ अब भाउजूले सिकेको हेरेर सिकेर चाहिँ त्यहाँदेखि चाहिँ उता चाहिँ मैले नै सिक्नु थालेको हाम्रो नानीलाई अनि अहिले मजाले मान्छ हाम्रो नानी अनि कोही बेला चाहिँ झगडा गर्छ हो अब भोकहरू लागेको छ भने चाहिँ झगडा गर्छ अनि यहाँनिर चाहिँ आज के भएर चाहिँ रुयो हो अनि मजाले सिकिदिन्छु यसरी म चाहिँ नानीलाई अनि मजाले जिउ एकदमै तातो गरम बनाएर चाहिँ लुगाहरू लगाइदिन्छु अनि मजाले सेकिसकेर चाहिँ उसलाई चाहिँ म सुताउँछु अनि यस्तै छ मेरो न्यू एक्सपिरियन्स मेरो छोरालाई यसरी सिकाउनु पाएँ हैन अनि अब आफ्नै नानी सिकाउनु आफूले सिकायो भने चाहिँ अझै नै राम्रो रहेछ हैन मेरो एक्सपिरियन्स चाहिँ त्यो भएर चाहिँ मैले चाहिँ यसरी सिकाउँछु उसलाई अनि अहिले चाहिँ मलाई एकदमै खुसी लाग्छ हाम्रो छोरालाई मजाले सिकाउनु अब मलाई पनि आउँछ हैन अनि त्यो भएर चाहिँ म चाहिँ यसरी मजाले उसलाई मसाज पनि गरिदिन्छु एभ्री नाइट उसलाई म यसरी सिकाइदिन्छु हल्का तेलहरू लगाएर मजाले सिकाइदिन्छु फर्स्टमा सिक्दाखेरि चाहिँ पुरा घमाउरो राख्थ्यो हाम्रो छोरालाई त्यही अहिले त त्यो सबै आगोको घमाउरो अरे नि त अब सबै आगोको आगोमै जान्छ अरे नि त त्यो घमाउरो चाहिँ अनि त्यो भएर अहिले चाहिँ हाम्रो छोराले सबै पचायो थ्याङ्क यू सो मच फर वाचिङ बाई